नमस्ते। यो विद्युत सञ्चार विशेष गरी फोन, इन्टरनेट र साधनहरू मोबाइल, ल्यापटप, ट्याब र कम्प्युटरका पहुँच बढेसँगै मानिसका जीवन प्रविधिमय भइसकेको छ। इन्टरनेटमा समाचार, सूचनाहरू हेर्ने, इमेलहरू हेर्ने, सामाजिक सञ्जाल चलाउने, कुरा गर्ने, टेक्स्ट, पिक्चर, भोइस र भिडियो मेसेजहरू गर्ने, विभिन्न डाटाहरू भर्ने, त्यसलाई डाउनलोड गर्ने र आफ्नो आवश्यकता अनुसार प्रयोग गर्ने जस्ता कामहरू मानिसले आफ्नो जीवनमा प्रविधिको प्रयोग मार्फत गर्दै आएका छन्। यिनै डिजिटल प्रविधिको विकाससँगै अब पैसा पनि डिजिटल भइसकेको छ। कागजी पैसा जस्तै डिजिटल पैसाको पनि कानुनी मान्यता, पूर्ण ग्यारेन्टी र सर्वस्वीकार्यता बढ्दै गएको परिप्रेक्ष्यमा यो डिजिटल पैसा जुनसुकै ठाउँमा वस्तु तथा सेवा खरिद, लेनदेन, ई-कमर्स लगायतका विभिन्न ठाउँहरूमा यसको प्रयोग बढ्दै गएका छ र यसका विभिन्न फाइदाहरू पनि रहेका छ। यो तत्काल जम्मा र भुक्तानी हुने जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न सकिने र यसको तथ्याङ्क सुरक्षित प्रणालीमा राखिएको हुनाले यसमा हुने जम्मा र खर्चका तथ्याङ्कहरू जुनसुकै बेला हामीले डाउनलोड गर्ने, त्यसलाई विश्लेषण गर्ने लगायतका कार्यहरू गर्ने, यो विभिन्न खालका कर्जा लिन अथवा विभिन्न खालका आम्दानीका स्रोतहरू, स्टेटमेन्टहरू प्रमाणित गर्नलाई पनि हामीले प्रयोग गर्ने यो डिजिटल पैसाका धेरै खालका फाइदा भएका हुनाले यो डिजिटल पैसाको प्रयोग बढ्दो छ। यो सँगसँगै डिजिटल पैसालाई सुरक्षित तवरले चलाउन नसक्दा बजारमा विभिन्न खालका स्क्यामका घटनाहरू घटिरहेका हुनाले स्क्यामका बारेमा जानकारी लिने र यसबाट बच्न आजको आवश्यकता भइसकेको हुनाले यो स्क्यामका बारेमा हामी जानकारी दिँदैछौँ, ध्यानले सुन्नुहोला। सर्वप्रथम त यो स्क्याम भनेको जानौँ। स्क्याम भनेको नजान्नेलाई झुक्क्याएर र जान्नेलाई लोभ्याएर वा थर्काएर मानिसका सूचनाहरू लिएर जाने, पैसाहरू लिएर जाने कुरालाई हामी स्क्याम भन्छौँ। स्क्यामरले स्क्याम गर्नको लागि सुरुमा सञ्चार स्थापित गर्नुपर्ने हुन्छ र यो सञ्चार स्थापित गर्नका लागि पहिला इमेलमा मेसेजहरू पठाउने गरिन्थ्यो भने अहिले सामाजिक सञ्जालहरूमा दुईतर्फी कुरा गर्न मिल्ने हुनाले सामाजिक सञ्जाल र सामाजिक सञ्जालका मेसेन्जरहरू बढी प्रयोग हुने गरेका छन्। त्यस्तै फोनका मेसेज अथवा आफैले वेबसाइट भिजिट गरेर अथवा फोन मार्फत पनि स्क्यामरले व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्न सक्छन्। र अर्को भनेको स्वयं व्यक्ति उपस्थित भएरै गरिने खालका स्क्यामहरू हुन्छ र यो सम्पर्क स्थापित भइसकेपछि स्क्यामका विभिन्न तरिकाहरू लगाएर स्क्याम गर्ने गर्छन्। नेपालमा चलेका स्क्यामहरू भनेका विशेष गरी यो नचाहिएका पैसाहरू जसलाई हामी लटरी अथवा विभिन्न खालका चाहिँ सम्पत्तिहरू ट्रान्सफर गरिदिन्छु भन्ने र त्यसको बहानामा कर अथवा केही अग्रिम रकमहरू माग गर्ने, दोस्रो भनेको जागिर अथवा बिजनेस अपर्च्युनिटीका अफरहरू, विभिन्न बहानामा पैसा ओसार पसार गर्न लगाउने, त्यस बापत केही कमिसन दिन्छु अथवा विभिन्न कार्यहरू गराउनलाई पैसा दिने र ती व्यक्तिका खाताहरू आफूले चलाउने जस्ता खालका छन्। र त्यस्तै गरी इन्भेस्टमेन्ट स्क्यामहरू भन्छन्, जहाँ अपत्यारिलो खालका लगानीका अवसरहरूको बारेमा जानकारी गराइन्छ, त्यसमा प्रलोभनहरू दिइन्छ। सुरुमा थोरै पैसा लगानी गर्दाखेरि ती पैसाहरू निकाल्न मिल्ने पनि हुन्छन् र बिस्तारै लोभ्याउँदै पैसाहरू धेरै हाल्न लगाएर ठुलो रकम भइसकेपछि त्यो इन्भेस्टमेन्ट एप सबै हराउने खालका इन्भेस्टमेन्ट स्क्यामहरू पनि रहेका छन्। त्यस्तै अर्को चलेको भनेको ज्ञात भेषहरू धारण गर्ने, विभिन्न निकायका कर्मचारी हुँ जस्तो ब्याङ्कका कर्मचारी हुँ भन्ने अथवा सरकारका कर्मचारी हुँ भन्ने अथवा भन्सारका कर्मचारी हुँ भन्ने अथवा आफन्त अथवा साथीभाइ परिवारका सदस्य हुँ भन्ने र त्यो बहानामा विभिन्न खालका सूचनाहरू लिने अथवा पैसाहरू रकमान्तर गराउन लगाउने खालका स्क्यामहरू पनि बजारमा छन्। त्यस्तै अर्को भनेको खरिद बिक्री जसलाई हामी ट्रेड स्क्याम भन्छौँ। विभिन्न खालका वस्तु तथा सेवाहरूमा
स्किमहरू दिएर पैसाहरू ट्रान्सफर गर्न लगाउने र त्यो पैसाहरू चाहिँ गलत खातामा ट्रान्सफर गर्न लगाउने खालका ट्रेड स्क्याम्सहरू छन्। र त्यस्तै यो रोमान्स स्क्याम भनेका चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट कन्ट्याक्ट बनाउने, त्यसपछि नजिकिने र सँगसँगै रोमान्टिक हुँदै पैसा माग्ने जस्ता खालका स्क्यामहरू पनि छन्। र अर्को भनेको चाहिँ यो थ्रेट्स अथवा चाहिँ धम्क्याउने खालका स्क्यामहरू, विभिन्न खालका बहानामा धम्काउने, फोटोहरू राख्ने, भिडियोहरू बनाउने, एआईबाट भोइसहरू जेनेरेट गर्ने र कुनै बहानामा थर्काएर पैसाहरू लाने खालका स्क्यामहरू अहिले बजारमा रहेका छन्। र अर्को भनेको स्वयं व्यक्ति उपस्थित भएरै गरिने खालका स्क्यामहरू हुन्छन्। फेक क्युआरहरू, मोबाइलमा पेमेन्टै नगरी पेमेन्ट भएका मेसेजहरू देखाउने अथवा स्वयं उपस्थित भएर विभिन्न प्रहरी अथवा नियामकीय निकाय हुँ भनेर तुरुन्तका तुरुन्त पैसा तिर्न लगाउने र पैसा लिएर हराउने अथवा विभिन्न गलत खातामा पेमेन्टहरू गर्न लगाउने अथवा विभिन्न ढाँट छल मार्फत पैसाहरू फुत्काउने, भौतिक रूपमा उपस्थित भएर पनि स्क्याम हुन सक्छ। जुनसुकै बहानामा स्क्याम गरिए पनि सिधै पैसा ट्रान्सफर गराउन खोज्छ। यदि पैसा ट्रान्सफर गराउन सकेन भने उसले सूचनाहरू लिन खोज्छ र त्यो सूचनाहरू मार्फत उसले फेरि पैसाहरू लान्छ। यसको लागि उसले सोधेर अथवा झुक्काएर सूचनाहरू लाने अथवा विभिन्न खालका एप्लिकेसन्सहरू अथवा वेब प्लगइन्स एडिन्सहरू डाउनलोड गराएर रिमोट एक्सेस गरिकन पनि सूचनाहरू उसले लिएर गएर अन्तिममा पैसा हराउने सूचनामा आफ्नो नियन्त्रण गुमाउने र विभिन्न खालका मानसिक तनावहरू हुने अवस्था हुनसक्छ। अब स्क्यामहरूबाट कसरी बच्ने भन्ने बारेमा हामी जानकार रहनुपर्छ। स्क्यामका के रेड फ्ल्याग्सहरू हुन्छन्। पहिलो, कुनै पनि अपरिचित व्यक्तिहरूबाट कुनै मेसेजमा यदि लिङ्क्सहरू अथवा कुनै डाउनलोडका रिक्वेस्टहरू छन् भने ती स्क्यामका पहिलो रेड फ्ल्याग हो। दोस्रो, यदि सञ्चार माध्यम सामाजिक सञ्जाल मात्र छ र त्यहाँ वित्तीय कारोबार अथवा वित्तीय जानकारीका कुराहरू छन् भने त्यो दोस्रो रेड फ्ल्याग हो। त्यस्तै यदि कारोबार गर्नको लागि हतार गरिरहेको छ भने यो तेस्रो रेड फ्ल्याग हो। र चौथो भनेको यदि कारोबार गर्दाखेरि फरक खालको खाताहरूमा कारोबार गराउन लगाइरहेको छ भने यो चौथो रेड फ्ल्याग हो। पाँचौँ भनेको यदि कारोबार गर्नका लागि नयाँ खाताहरू अथवा नयाँ सूचनाहरू दिनुपर्छ भने यो पाँचौँ रेड फ्ल्याग हो। र अर्को भनेको स्क्यामरले प्रयोग गर्ने भाषा सामान्य बेलामा हामीले प्रयोग गर्ने भन्दा अलिक फरक हुन्छ। अहिले भोइस एआई समेत प्रयोग गरिने भएको हुँदा हामीले यदि वित्तीय कारोबारका कुराहरू हुन्छन् भने दुईजनालाई मात्र थाहा भएका थप कुराहरू यदि हामीले गऱ्यौँ भने उसले भन्न सक्दैन र यस्ता खालका स्क्यामहरू पनि तुरुन्तै पत्ता लाग्छ। र यदि कुनै लगानीका स्किम्सहरू छन् जहाँ प्रतिफल मात्र छ र जोखिम छैन भने यो स्क्यामका पक्का रेड फ्ल्याग हो। किनभने बिना जोखिम प्रतिफल कहिले पनि बढी हुँदैन। यो सामान्य सिद्धान्तभन्दा विपरीत छ। यदि यस्ता सङ्केतहरू भएको यदि हामीलाई शङ्का लागेमा हामी एकचोटि रोकिनुपर्छ र कारोबार गर्नुभन्दा अगाडि हामीले यकिन गर्नुपर्छ। यसको आधिकारिकताको बारेमा जानकारी लिनुपर्छ र यदि हामी स्क्याममै परिहालेको खण्डमा पहिलो कार्य भनेको हामीले आफ्नो सेवा प्रदायकलाई सूचित गराउने र यदि स्क्याममा परेका छ भने ती खाताहरू रोक्का गराउनु पर्छ र अनुसन्धान निकायमा पनि निवेदन दिनुपर्छ र सँगसँगै नियमनकर्तामा पनि यो जानकारीहरू दिनुपर्छ। यो स्क्यामबाट बच्नका लागि हामीले डिजिटल वित्तीय अनुशासनहरू पालना गर्नुपर्छ र यो डिजिटल प्रविधि हामीले जति पनि चलाउँछौँ यसलाई सुरक्षित गर्नका लागि दुई खालका सेक्युरिटीहरू प्रयोग भएको हुन्छ। एउटा आफ्नो परिचय सुरक्षित गर्ने जसलाई हामी युजर नेम र पासवर्ड, यो युजर नेम र पासवर्डबाट परिचयहरू सुरक्षित गरिन्छ भने कारोबार सुरक्षित गर्नका लागि पिन र ओटिपीका व्यवस्थाहरू हुन्छन्। यो हामीले गर्ने वित्तीय कारोबार मोबाइल ब्याङ्किङ अथवा इन्टरनेट ब्याङ्किङमा मात्र नभएर हामीले गर्ने इमेल, मेसेज र डिभाइसमा समेत यो पासवर्ड र पिनका व्यवस्थाहरू छन् र यसलाई
कसरी बलियो बनाउने, कस्ता ठाउँहरूमा मात्र प्रयोग गर्ने, यसलाई सुरक्षित राख्नका लागि के कस्ता खालका सावधानीहरू अपनाउनु पर्छ भन्ने बारेमा हामी जानकार रहनुपर्छ। विशेष गरी युजर नेम, पासवर्ड र पिनलाई सकेसम्म हामीले बलियो बनाउनु पर्छ। कसैले गेस गर्न नसक्ने बनाउनु पर्छ। हामीले पासवर्डहरू बनाउँदा साना अक्षर, ठुला अक्षर, नम्बर, स्पेशल क्यारेक्टरहरू प्रयोग गर्ने, थोरै लामो राख्ने गर्यो भने यो अरूले गेस गर्न सक्दैन। त्यस्तै यो वित्तीय सूचनाहरू हामीले जहिले पनि आधिकारिक वेबसाइटमा मात्र प्रयोग गर्नुपर्छ। विशेष गरी स्क्यामरहरूले उस्तै देखिने खालका वेबसाइटहरू बनाउने र त्यहाँ वित्तीय सूचनाहरू हाल्न लगाएर पासवर्डहरू, पिनहरू फुत्काएका उदाहरणहरू छन्। त्यसैले वेबसाइटहरू हामीले जहिले पनि पछाडिबाट हेर्दै आउनुपर्छ। जस्तो मानौँ यो sunrise.updateknc.com जुन स्क्यामरले कुनै बेला प्रयोग गरेका थिए, यो साइट यहाँहरूले यदि हेर्नुभयो भने अगाडिको सनराइज मिलेको छ तर पछाडिको दुईटा updateknc.com यो मिलेको छैन। यो हामीले जहिले पनि वेबसाइटहरू हेर्दा जहिले पनि पछाडिबाट हेर्दै आउनुपर्छ। एनपी, कमर्सियल, ब्याङ्कको नेम र अगाडि यसलाई सब डोमेन भनिन्छ। यो फरक हुन्छ र जहिले पनि वेबसाइटका आधिकारिकताहरू हामीले चेक गर्दाखेरि जहिले पनि पछाडिबाट हेरेर मात्र आधिकारिकता पुष्टि गर्न सक्छौँ। अगाडिका सब डोमेनहरू धेरै प्रकारका पनि हुन सक्छन् र हाम्रा वित्तीय सूचनाहरू विशेष गरी ओटिपी, मेसेज र मेलमा आउने हुँदा यदि मेललाई हामीले सुरक्षित गर्न सकेनौँ भने त्यो ओटिपी, मेल कम्प्रोमाइज हुँदा त्यो ओटिपी पनि कम्प्रोमाइज हुन सक्छ। त्यही भएर हामीले मेसेजिङ सिस्टम, इमेलहरूमा प्रोटेक्सनको लेयर बढाउँदै लानुपर्ने हुन्छ, जसलाई हामी मल्टिफ्याक्टर अथराइजेसन भन्छौँ। यो कारोबारको पिन, ओटिपी जस्तै सुरक्षा हामीले मेसेजिङ सिस्टम, मेसेन्जरहरूमा, इमेलहरूमा राख्न सक्छौँ र थप सुरक्षित बनाउन सक्छौँ। र कतिपय अवस्थामा इमेल कम्प्रोमाइज भएका कारणले स्क्याममा परेका घटना पनि भएको हुनाले इमेल र मेसेज, फाइनेन्सियल ट्रान्जेक्सनका जति पनि मेसेजहरू अथवा ओटिपीहरू आउँछन् ती सबैलाई सुरक्षित गर्न सक्नुपर्छ। र यी लिक हुने ठाउँहरू भनेको गलत वेबसाइटहरू, मोबाइलमा आधिकारिक प्ले स्टोर भन्दा बाहिरका .apk फाइलहरू डाउनलोड गर्ने अथवा वेबसाइटहरूमा विभिन्न खालका प्लगइन्स, एडिन्सहरू हामीले डाउनलोड गर्यौँ भने त्यस्ता खालका अथवा विभिन्न स्क्यामरले पठाएका लिङ्कहरू यदि हामीले क्लिक गरेका छौँ भने त्यसले सेभ पासवर्डहरू, यहाँहरूको त्यो सेभ पासवर्डलाई उसले लिएर जान सक्छ र त्यो सेभ गरेको पासवर्ड इन्क्रिप्टेड फर्ममा लिएर जान्छ र त्यसलाई उसले क्र्याक गर्न पर्ने हुन्छ। केही समय लाग्छ तर सकेसम्म वित्तीय सूचना र वित्तीय पासवर्डहरू हामीले कुनै पनि ब्राउजरमा सेभ गर्नु हुँदैन। र वाइफाईको प्रयोग गर्दा हामीलाई थाहा भएको वाइफाईमा मात्र प्रयोग गर्नुपर्छ। यदि स्क्यामरको हातमा ती वाइफाईहरू छ भने उसले गलत वेब एड्रेसमा लगइन गराएर त्यहाँभित्र भएका सबै कारोबारहरू रेकर्ड गर्ने अथवा विभिन्न खालका राउटर डिभाइसहरू जसले की स्ट्रोकहरू क्याप्चर गर्न सक्छन् त्यस्ता खालका डिभाइसहरूबाट पनि इन्टरनेटहरू प्रवाह गरे हुनाले सकेसम्म वित्तीय कारोबार गर्दाखेरि हामीले ट्रान्जेक्सन पिन सकेसम्म फेस, थम्बहरू प्रयोग गर्नुपर्छ। त्यस्तै हामीले जति पनि सफ्टवेयरहरू इन्स्टल गर्छौँ ती सफ्टवेयरलाई मेसेज, लोकेसन्स, भिडियो, पिक्चर्सहरू एक्सेस दिने नदिने हामीले पर्मिसन्स दिन पर्ने हुन्छ र ती पर्मिसन्सहरू दिए पश्चात मात्र ती मेसेजहरू रिमोटली एक्सेस गर्न सक्ने हुनाले हामीले आधिकारिक वेबसाइट भन्दा यदि बाहिरका कुनै एप्लिकेसन्सहरू इन्स्टल गरेका छौँ भने त्यहाँ पर्मिसन्सहरू नदिनुपर्छ र सकेसम्म यस्ता एप्लिकेसनहरू कहिले पनि सिस्टममा राख्नै हुँदैन। र हामीले कतिपय अवस्थामा विश्वास गरेर यी पासवर्ड, पिनहरू आफ्ना नजिकका साथीभाइ, नातेदारहरूलाई दिइरहेका हुन्छौँ, त्यो बेला त्यसको दुरुपयोग हुने जोखिम बुझेर मात्र दिनुपर्छ। र अन्तिममा यो स्क्याममा विभिन्न व्यक्तिहरू बेला बेलामा पर्ने गरेका छन् र यो स्क्यामका घटनाहरू बढ्दै गएका छन्। यदि कोही स्क्याममा परेका छन् भने पैसा त हराउने नै भयो, सँगसँगै विभिन्न खालका मानसिक तनावहरू पनि हुन्छन् र त्यो तनावबाट निक्लिनको लागि नजिकका साथीभाइले मद्दत गर्नुपर्छ। र स्क्यामका जति पनि घटनाहरू भएका छन्
स्क्यामका पैसाहरू फिर्ता हुन एकदमै कठिन र भएको अवस्थामा पनि आंशिक रूपमा मात्र भएका छन् र कतिपय स्क्यामका पैसाहरू विभिन्न बाहिरका क्रिप्टोकरेन्सी, हुन्डी लगायतका कुराहरूमा प्रयोग भइरहेको हुनाले उहाँहरूलाई कानुनी झमेला पनि हुन सक्ने हुनाले कुनै पनि स्क्याममा हामी पर्नु भएन र यो जानकारी मात्र राख्दा पनि हामी स्क्यामबाट बच्न सक्छौँ। त्यसैले यो जानकारी सकेसम्म धेरै व्यक्तिहरूलाई दिएर अन्यलाई पनि यो स्क्यामको बारेमा जानकार गराउने र बचाउने कार्यमा तपाईँ हामी सबैले मद्दत गर्नुपर्छ।